हाम्रो जीवनको लक्ष्य चाहिँ कस्तो हुनुपर्छ? कस्तो लक्ष्य बनाएर अगाडि बढ्यो भने जीवनमा सुख सम्पत्ति प्राप्त गर्न सकिन्छ, नेम र फेम हासिल गर्न सकिन्छ त? मान्छेले कुनै पनि वस्तु प्राप्तिका लागि सबैभन्दा बढी सङ्घर्ष गर्नुपर्ने छ भने त्यो आफूले निर्धारण गरेको उद्देश्यमा। उद्देश्य प्राप्त गर्न कुनै पनि मानिसले, कुनै पनि मनुष्यले आफूलाई पूर्ण रूपले प्रकट गर्छ। उसको सर्वोत्तम विकास पनि त्यही रूपमा प्रकट हुन्छ। उद्देश्य प्राप्तिका लागि मान्छेले हर तरहले मेहनत गरेन, उद्देश्यलाई अगाडि बढाएन भने उसको जीवन व्यर्थ जस्तै हुन्छ। त्यसैले मेरो प्रिय महोदय, जुन कार्यले जीवनलाई विशेष बनाउँछ र जुन कार्यले जीवनलाई शक्तिशाली बनाउँछ त्यही नै जीवनको लक्ष्य हो। मनदेखि तपाईलाई जे काम गर्न मन लाग्छ नि, मनबाट आएको हुन्छ नि, त्यहीमा तपाईँ रगडिने हो कि घोट्टिने हो। जब मान्छेको शक्ति जागृत हुन्छ तब लक्ष्यका लागि सङ्कल्प उत्पन्न हुन्छ। त्यति बेला मान्छे सर्वथा नवीन बन्छ। उसले प्रत्येक वस्तुमा दिव्यको दर्शन पाउँछ। ध्यान दिनुहोस् मेरो प्रिय महोदय, सन्देह, भय, उदासीनता र दुष्ट लालसाले हिजोसम्म उसको बाटो छेकिरहेको थियो, जीवनलाई व्यर्थ उभ्याइरहेको थियो। ती सबै अहिले नष्ट भएका छन्। उद्देश्य जब प्राणमा सञ्चित हुन्छ प्रत्येक काम सुन्दर लाग्न सक्छ के मेरो प्रिय महोदय, ध्यान दिनुहोस्। त्यसपछि अस्त व्यस्त भएको एउटा मनुष्य नियम र क्रम अनुसार चल्न थाल्छ। नियम र क्रम अनुसार चल्न थाल्यो भने के हुन्छ? राम्रो हुन्छ। विचार र क्रममा समन्वय आउँछ, तन्द्राभङ्ग हुन्छ र ऊ कर्मठ बन्छ कि। जब लक्ष्यको शक्ति जागृत हुन्छ त्यसलाई पाउन मान्छेले सङ्कल्प गर्छ। यसले शक्तिलाई नवीन बनाउँछ। मनमा सङ्कल्प उठ्नु अनौठो होइन। सङ्कल्पलाई कार्यमा जुट्न नदिई त्यत्तिकै नष्ट गरियो भने हाम्रो चरित्रमा यसको ठुलो असर पर्छ के मेरो प्रिय महोदय। त्यसैले योजना पुरा भएपछि मात्र मान्छेमा सहनशक्ति र साहस के हुन्छ? अझै बढेर जान्छ, अझै वृद्धि भएर जान्छ मेरो प्यारे हजुर। त्यसैले त भन्दैछु, मानिसहरू कार्य पुरा गर्न सङ्कल्प त गर्छन्, तर सङ्कल्पलाई कार्यान्वयन त्यही व्यक्तिले मात्रै गर्न सक्छ जसको चरित्र दृढ छ, निश्चय छ, पक्का छ, निष्ठावान छ र आत्मविश्वासी छ। उद्देश्यको प्रेरणा भएपछि काम सहज लाग्छ। त्यति बेला उत्साहले हामीलाई दौडाउँछ। जब हामी उत्साही हुँदैनौँ कामको गति पनि सुस्त सुस्त हुनुको साथै कामलाई पर हामी सार्दै जान्छौँ कि। निरुत्साहमा काम गर्नु दासता हो र उत्साहमा काम गर्नु भनेको आनन्द हो भन्न खोजिया कि हैन। ज्ञानको भोक र निरन्तरको प्रयत्नले मनुष्यलाई विद्धता दिन्छ। गुणहरूको प्रधानता र संयमले मान्छेलाई सन्त बनाइदिन्छ। गौरवपूर्ण कार्यहरूको आकांक्षा र प्रयत्नले मान्छेलाई हिरो बनाउँछ। आकांक्षा र प्रयत्नको भरमा मान्छे आफूलाई जस्तो चाह्यो त्यस्तै बनाउन सक्छ मेरो प्रिय महोदय। किन भइरहेको छैन त अहिलेसम्म? इच्छा र कामनाले मात्र केही प्राप्त हुँदैन। पहिले चरित्रको चर्चा गरौँ, पहिले चरित्र निर्माण गरौँ। दृढता हुनु पर्यो, सङ्कल्प हुनु पर्यो। हामीसँग त्यो छँदै छैन। चरित्रको निर्माण सदाचार र आचरणबाट हुन्छ। आजको युगमा आफू इमानदार बन्ने र अरूलाई पनि इमानदार बन्न प्रेरणा दिने कतिजना होलान्? सोच्नुहोस् त। साँच्चीकै इमानदार बन्ने र अरूलाई साँच्चीकै इमानदार बन्न प्रेरणा दिने मान्छे कति छ दुनियाँमा? जीवन इमानदारिता र सदाचारको आदर्श प्रमाण हो हजुर। जीवन निष्कलङ्क र निर्दोष हुनुपर्छ। आफ्नो प्रसिद्धि र प्रभावको फाइदा कहिल्यै पनि उठाउनु हुँदैन। यसको कारण के हो भने हामीले पहिलेदेखि नै लक्ष्य निर्धारण गर्नुपर्दछ। त्यही लक्ष्यलाई जीवनको वास्तविकता मानेर त्यसलाई प्राप्त गर्न निरन्तर प्रयास गरिराख्नुपर्छ। कसैले आफ्नो लक्ष्यप्रति दृढ विश्वास गर्छ भने उसको सम्पूर्ण चेतना र शक्ति त्यो लक्ष्य प्राप्त गर्नका लागि सङ्घर्षपूर्ण हुनुपर्छ। मान्छेको ठुलो शक्ति उसको चरित्र हो के। यसको अगाडि संसारका सबै शक्तिहरू पनि निहुरिन्छन्। चरित्रले मान्छेलाई अडिग र अटल बनाउँछ। आत्माले स्वीकार नगर्ने काम गर्दैन मेरो प्रिय महोदय। त्यसैले हामीले कहाँ गल्ती गरिएका छौँ, कहाँ त्रुटि भइरहेको छ सोचौँ त एकपटक। तपाईले आफ्नो व्यवसायमा सफल वकिल वा डाक्टरलाई देख्नु भएको होला। उनीहरू आफ्नो काममा निपुण पनि छन्। उनीहरू इमानदार र आदर्श स्थापित गर्ने खालका छन् भने विश्वास गर्न सकिन्छ त? हैन, के साँच्चै उनीहरू इमानदार र आदर्श स्थापित गर्ने खालका छन्? हैन, उपदेशहरू जति पनि भेटिन्छन् तर कथनीमा स्वयं हिँड्न सक्नु कठिन छ।
उनीहरू जे भन्छन् त्यही गर्न उनीहरूलाई गर्न गाह्रो भइरहेको छ। आज विश्वलाई चरित्रवान व्यक्तिको आवश्यकता छ। व्यापारमा लागे पनि चरित्रलाई महत्त्व दिने होस्, कुनै पनि काममा लागे पनि चरित्रलाई महत्त्व दिने होस्, व्यवसायमा पेशामा जेमा भए पनि यस्ता चरित्रवान व्यक्तिको जीवनमा गोपनीयताको कुनै पनि अर्थ हुँदैन। उनीहरूको जीवन खुला पुस्तक हुन्छ, खुला किताब जस्तै हुन्छ। उनीहरूको मन पारदर्शी हुन्छ, स्वच्छ र निर्मल तथा निष्कलङ्क हुन्छ के। त्यसैले उनीहरू कसैसँग पनि डराउँदैनन्। यस्ता व्यक्ति धनहीन भए पनि सम्मान पाउने काममा पछि पर्दैनन् मेरो प्रिय हजुर। साधनहीन भए पनि यस्ता व्यक्तिको लक्ष्य कहिले पनि छोडिँदैन, यस्ता व्यक्तिले आफ्नो लक्ष्य पनि छोड्दैन र त जीवनमा सफलता प्राप्त हुन्छ, र त जीवनमा उद्देश्य हासिल हुन्छ मेरो प्रिय महोदय। कसैले कुनै महान उद्देश्यमा लागेर चरित्रको आधारमा लोकप्रियता प्राप्त गरेको छ भने उसको निमित्त प्रचारको आवश्यकता नै छैन। उसको व्यक्तित्व नै उसको प्रसिद्धि र लोकप्रियताका लागि पर्याप्त हुन्छ मेरो प्रिय महोदय। चरित्रले व्यक्तिको निर्माण गर्छ र जीवनका प्रत्येक क्षेत्रमा देखाउने इमानदारी र सदाचारले चरित्र निर्माण गर्छ। सुन्दर र आकर्षक व्यक्ति होस्, के होस्, सुन्दर र आकर्षक व्यक्ति होस्, व्यक्तित्व प्रभावशाली होस् भन्ने कुरामा हामी जहिले पनि के हुनुपर्छ, प्रष्ट हुनुपर्छ। तर उसमा इमानदारिताको कमी छ र सदाचार छैन भने उसको तुलना वासनाहीन फूलसँग मात्रै गरिन्छ। जसले आफ्नो चरित्रलाई पुँजी सम्झेर कुनै कार्यमा लगाउँछ उस त्यसैले उत्तरदायित्वलाई इमानदारितापूर्वक सम्पन्न गर्न सक्छ। त्यो व्यक्तिको जीवनमा कहिल्यै पनि असफलता भेटिँदैन, त्यो व्यक्तिले कहिले पनि असफल हुनु पर्दैन। अधिकांश युवा युवतीलाई चरित्र के हो थाहा छैन। आज चरित्र निर्माण गर्ने मानवीय गुणहरू जस्तै इमानदारिता सदाचारलाई महत्त्व दिँदैन अहिलेको पुस्ताले। कसैलाई यो कुरा भन्यो भने उस्तै परे उसले भिर्काउन थाल्छ, पिट्न अगाडि सर्छ र चलाखी, धुर्त्याइ, छलकपटलाई महत्त्व दिन्छ आजको समाजले, आजको दुनियाँले। किन भन्दा आज हरेक दृष्टिकोणबाट पैसा नै ठुलो भइरहेको छ। प्रकृतिले तपाईलाई कुनै काम गर्नका लागि आह्वान गरेको छ भने त्यो आह्वान तपाईको रगतमा सञ्चारित हुन्छ के। तपाई के काम गर्नका लागि जन्मिनु भएको भन्ने कुरा तपाईले थाहा पाउनुभयो भने त्यसलाई तपाईले पूर्ण रूपले काम गर्न सक्नुहुन्छ हैन। त्यसमा तपाई अथवा तपाईको रगतका थोपा थोपामा त्यो कुरा सञ्चारित भएको हुन्छ। मानवीय आदर्शलाई नछोड्नुस् मेरो प्रिय महोदय। इमानदारिता र आदर्श चरित्र ठूला शब्दहरू मात्रै होइनन्, ठूलो कुरा पनि हो। यी शब्दका गौरव र महत्त्व कहिल्यै पनि घट्दैनन्, बरु बढिरहन्छन् मेरो प्रिय महोदय। सदाचारिता र इमानदारिताको बाटो नछोड्नुस्। आजको मनुष्य उन्नति पथमा अग्रसर छ, उनीहरूलाई सबै कुरा थाहा छ। एउटा मात्र कुराले पनि अर्को उन्नतिलाई धमिराले झैं खोक्रो पारिरहेको हुन्छ। त्यो के हो? चरित्र र आदर्शको कमी। अब यति बुझौं कि छल र कपटको भण्डाफोर आवश्यक छ आजको दुनियाँमा। जीवनमा सबैभन्दा ठूलो सूत्र भनेको इमानदारिता हो। इतिहासमा यो शब्दको महत्त्व कहिल्यै कम हुँदैन हैन, कहिल्यै पनि कम हुँदैन जति आज भएको छ। आज इमानदारिताको अभाव व्यक्ति व्यक्तिमा देखिन्छ। हामीले इमानदारिता र सदाचारिता छोडेनौं भने अवश्य पनि हाम्रो जय हुनेछ, यसमा कुनै पनि सन्देह मान्नु पर्दैन। सर्वे भवन्तु सुखिनः।